साथीहरू आज चाहिँ म यो समुद्रतिर घुम्न आएको अवस्था छ। हेर्दै जानु होला कस्तो छ। सानो एउटा भ्लग मार्फत तपाईहरुलाई देखाउन गइरहेको छु। ल हेर्नुस् है त, समुद्रको सिन पनि देखाउने छु। समुद्रभन्दा छेउमा चाहिँ यस्तो पार्किङ बनाएर राखिएको छ। ल हेर्नुस्, कोर्नेस भन्छ यसलाई। कस्तो लाग्दैछ तपाईहरुलाई? ल हेर्नुस् है त, एकदम ब्युटिफुल सिन देख्न सक्नुहुन्छ। ल यो ल हेरौँ है त साथीहरू, यही हो समुद्र। ल निलो निलो पानी, अहिले हल्का हावा चलिरहेछ, छाल त्यति छैन। समुद्रमा एकदम सुनसान यानि शान्त समुद्र छ। ल हेर्नुहोस्, यो कोर्नेस यानि यहाँ खोबार एरियाको कोर्नेस हो। अत्यन्त सुन्दर दृश्यहरू देख्न सक्नुहुन्छ। बाहिरको क्लाइमेट पनि एकदम राम्रो छ। यो बेलामा समुद्रको दृश्यावलोकन एकदम मनमोहक देखिन्छ। यो छेउमा गार्डन पनि सजाइएको छ। ल हेर्नुहोस् त, यसमा चाहिँ मान्छेहरू बिहान र बेलुका अत्यन्त भिडभाड हुन्छ यहाँ समुद्र हेर्नको लागि, समुद्रमा इन्जोय गर्नलाई, जगिङ गर्न, वाकिङ गर्न, फोटो खिच्न, भिडियो बनाउन। र अहिले चाहिँ म खासमा बिहानको लगभग 10 बजेतिर आइपुगे हुनाले मान्छेहरू कम छैनन् र म एक्लै यसो भौतारिँदै गर्दाखेरि हल्का भिडियो बनाऊ भनेर लागिरहेको छु। सानो एउटा भ्लग मार्फत यो तपाईहरु मार्फत ल्याउन खोज्दैछु मैले। ल हेर्नुहोस् कति सुन्दर दृश्य छ। गार्डन त्यसरी नै सजाइएको छ। अब समुद्रमा पौडी खेल्न पनि पर्ने हो, तर एक्लै भइयो। यहाँ एलाउड पनि छ कि छैन त्यो बुझ्नु पर्ने हो। तर आज चाहिँ पौडी नखेल्ने, किनभने म एक्लै छु। र कुनै दिन साथीभाइहरूसँग आउँदाखेरि इन्जोय गर्नु पर्ला है त। कस्तो लाग्दैछ तपाईहरुलाई दृश्यहरू अवलोकन? ल हेर्नुहोस्, यो खजुरको बोट अनि घरहरू पनि देख्न सक्नुहुन्छ, बिल्डिङहरू। खजुरको गार्डन नै हुन्छ छेउछाउमा। ल हेर्नुहोस्, शान्त समुद्र, हल्का हावा चलेकोले पानी अलिअलि चलायमान, एकदम ठुलो छाल त होइन, हल्का हल्का छाल हो कि जस्तो। ल हेर्नुहोस् है त गार्डन कस्तो लाग्दैछ तपाईहरुलाई? कमेन्ट गर्नु होला। यो सानो भिडियो मार्फत सानो प्रयास हो मेरो। सपोर्ट गरेर कमेन्ट मार्फत केही कुरा लेखिदिनु होला र भिडियो मन परेमा अवश्य पनि लाइक गर्नु होला। थ्याङ्क यू सो मच। पछि अरू भिडियो